पारिपट्टिको स्विजरल्यान्ड, यताको जर्मनी। कहिलेकाहीँ यसरी कस्टम गराउँदाखेरि हिँड्दै 15-20 मिनट हिँडेर पनि देश क्रस गर्न पर्ने हुन्छ। यति खोला सिमाना रहेछ। उता पारिको साइड स्विज, यताको साइड जर्मन छिर्यो स्विजको गाडी। खोला छ, तल बोटहरू छ, दामी छ सिन पॉइन्ट। होइन म पनि देख्छु क्या हो। यस राम्रो छ। त्यहाँ बोर्ड आउँदैछ। अब हिँड्दै जाँदाखेरि जर्मन भनेर लेखेको बोर्ड देखिन्छ। अब त्यहाँ पुल पारी स्विच थियो। अब त्यहाँ वेलकम टु जर्मन लेखेको हुन्छ, डचल्यान्ड लेख्यो होला। आउँदैछ। त्यहाँ बोटमा पुरा खेलिरहेको रहेछौँ। ल ठ्याक्कै बोर्डथिमै आइपुग्न लाग्यो। के लेख्दो रहेछ? बुन्दिस रिपब्लिक डचल्यान्ड लेख्दो रहेछ। म चाहिँ पैदल हिँडिरहेको छु। ल हिँडेर पनि स्विजरल्यान्डबाट जर्मन आइपुग्यो हिँड्दै है। यहाँ चाहिँ जर्मनको यो बोर्ड हो, जर्मन आइस स्विजबाट भनेर लेखेको छ। ल अब पहाडतिरबाट हिँड्नु पऱ्यो।